गुड मर्निङ साथीहरू। तपाईँहरूको बिहानीको सुरुवात कसरी हुन्छ थाहा छैन, तर मेरो 5 सेट पुलअप र 20 सेट पुसअपको साथ हुन्छ भन्दै म यो मेरो भ्लग सुरु गर्छु। जोक्स अफ अ पार्ट है, अझ चाहिँ धेरै दिनपछि मैले यो भ्लग लिएर आइसकेको छु र कति बिस्तारै म चाहिँ सुत्नु भनेर आज चाहिँ म आएको छु। हल्का हिँड्दै यो नारायणी भन्ने ठाउँमा। यहाँबाट चाहिँ एकदम राम्रो छ यहाँको माहौल है। बिहानीमा रनिङ गर्दै सट रनिङ गर्दै यहाँसम्म आएर पुलअप हान्ने होइन, यहाँबाट फेरि रनिङ गर्दै घरसम्म पुग्नलाई एकदम दामी छ। त्यहाँ बसेर यहाँ पहिला यता बस्ने अनि यता यसरी बसेर यसलाई उचाल्ने हो कि, यसलाई यस्तरी दुई हातले उचाल्ने हो कि, यस्तरी उचाल्ने। यो हात तन्किने होला। जान्छ हाम्रो लाउरे सर, नमस्ते। खेल्ने यहाँ साइकल छ, यहाँ यो के हो, यो धाडसाड तन्काउने होला यो उयो। अनि त्यहाँ पिङ छ, त्यत्रो पिङ छ ऊ, अनि उतापट्टि त्यो सिसा भन्छ क्या त्यसलाई। यसलाई लगाउनु आफूले जतिसम्म अब सही लाग्छ त्यतिको त गर्नु पर्यो नि। छिटो अलि ढिला ढिला हो कि। मनाङमा यस्तो एक्सर्साइज थियो कि नै, यहाँ त थरीको एक्सर्साइज पाइन्छ कि अरे। आज लाउरे सरले 6 प्याक बनाएर जानुहुन्छ जस्तो छ यहाँबाट। बाउ छोराले बाउ उतातिर छोरा यतातिर। यसलाई आरामले छोडी झ्याप्प झर्छ फेरि। तपाईँले पुलअप हान्नु ल, कति हान्नुहुन्छ त्यहाँ हान्नु ल, हान्नु होला नि 25 त कम्तीमा पनि। त्यो पनि त्यस्तै हो, बच्चाहरूको लागि हो त्यो चाहिँ। फर्किनु त फर्किनु, त्यहाँ खुट्टा राख्ने। हो त्यहाँ खुट्टा राख्नु। अब घुम्ने यता त घुम्ने। त्यो उठेर अनि यो चाहिँ बसेर। यो पनि त्यस्तै भयो, त्यसमा चाहिँ यस्तो समात्नै थिएन, यसमा चाहिँ यस्तो समात्ने रहेछ। ल यसको फोटो हान्ने रोक्ने त भयो त्यो भयो। हो त्यस्तो हुन्छ, राम्रो हुन्छ रोगीहरूलाई अलिअलि घरमा। पहिला हामी एकचोटि 12 क्लास पढ्दाखेरि, या 12को इक्जाम सकेपछि यहाँ आएको थियौँ साथीहरू मिलेर रमाइलो गरेको थियौँ। त्यो पनि त्यस्तै हो, मिल्छ सबैलाई। अब यो बच्चा ठुलो भन्ने कुरै हुन्न यहाँ। त्यसरी बस्यो नि भयो, अनि उतातिर फर्केर बस्यो नि भयो। हो त्यसरी पुरै प्यान्ट भिज्यो होला तपाईँको। 4:30 बजे उठ्ने। बिहान 6 बजे आउँदा त त्यस्तो मजाले थियो। बिहान 4:30 बजे आउँदा त के होला। म त अलिकति उठ्ने बित्तिकै केही नखाइकन त हिँड्ने, कस्तो पेट कस्तो रोक्ने त। ल भयो यहाँ हान्नु न एकचोटि, तपाईँले पुलअप हानेको हेर्न मन लाग्यो। यहाँ फ्याट जाने पनि हो, यहाँ उठेर यसरी त्यो पुलअप हान्ने पनि हो। यहाँ चाहिँ यसरी पुलअप हान्ने हो यहाँ समातेर चाहिँ, ल त त्यही हान्ने नि हुन्छ। जानु एकचोटि चढ्नु जानु। कतिको तपाईँको मनाङमा बसेर खानु भएको, अनि कहाँ सक्नुहुन्छ त। जानु नलड्नु के जानु एउटा त झर्नु। ल जानु ल सक्नु त्यति भयो नि, रोक्नु मेरो भिडियोहरू त म पहिला काठमाडौँमा त गरेको थियौँ नि त हामीले एकचोटि। यता कतापट्टि हो गर याद छ तपाईँ?
एउटाले फ्याट 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 जाने हो कि त्यहाँसम्म थाहा भइसक्यो यो अनि यो पुलाव कसो भन्ने यो कस्तो पुलअप एक एकवटा साँच्चीसँग होला यसरी के यो त ठुलो खाने अलिकति यतिमा त सक्छु नि 4-5 त यतिमा त त्यो धेरै टाढा टाढा खाने हात त्यो त हो त्यसरी जाने हो कि त्यो दुईवटा हातले नै होइन त्यसरी फ्याट फ्याट हो त्यसरी जाने खासमा हो त्यसरी एक दिन गऱ्यो हुन्न कि 3 दिन अन्त जान्छ यो खुट्टाको मात्रै रहेछ यसरी होइन यसरी गर्नु त साइकल चलाउने कि लाइद घुमाउने हो मजाले दुई बुढा भनेको जम्मा 2 बन्न सक्दो रहेछ हाम्रो चाहिँ त्यहाँ एक्सर्साइज सकिसकेको छ र त्यहाँबाट हामी अलि यता हिँड्दै अब यहाँबाट त्यो मन्दिर त्यसलाई के भन्छ त्यो मन्दिरको नाम चाहिँ थाहा होइन त्यहाँबाट पसेर जान्छौँ यता घरतिर यता हात्ती गैँडाहरू पनि आउँछन् भन्छन् के खै मैले अहिलेसम्म देखेँ छैन अनि आजबाट चाहिँ म भ्लग निरन्तर रूपमा हाल्छु अनि त्यही भएर पहिला अलिकति क्वालिटीमा अलिक कम्प्रोमाइज थियो त्यही भएर मैले भ्लग हालेको थिइनँ टन्ने महिना अब चाहिँ म फेरि हाल्न सुरु गर्छु आजबाट सो अब चाहिँ हामी गाउँ पनि जाँदैछौँ यो छुट्टै भयो यसलाई चाहिँ मैले हाल्छु अहिले घर गएपछि अनि त्यसपछि अर्को चाहिँ बनाउँला बिस्तारै हालौँला यो चाहिँ हो अहिले सट्ट अलिअलि नारायणी हेर है त तिमीहरू हेर्नुहोस् यो पनि एकदम मेमोरेबल के भन्छ यार इङ्ग्लिस 7-8 महिना 12 सकिएको इङ्ग्लिस नै बिर्सिँदै गइएछ यहाँ टक्क चटपट मोमो खाना आइएको थियो कुनै दिन रमाइलो थियो 2025 ह्याप्पी न्यू साँच्ची आज त ह्याप्पी न्यू इयर बाबा ह्याप्पी न्यू इयर जय नेपाल त्यही बोल्नलाई शब्दै होइन यार यहाँसम्म आइसकेपछि हल्का पानी छौँ न है हिँड्नु त्यहाँबाट त्यो भर्याङ छ त्यो भर्याङबाट माथि हिँड्दै गर्नु यस्तो यहाँसम्म आइसकेपछि पानी हल्का छौँ न भनेको त मान्छे नहुँदो रहेछन् किन मान्छेले डिस्टर्ब गर्नु र पानी किन छुनुपर्छ त्यो चाहिँ मलाई थाहा होइन त्यो पनि छोइदिएँ यहाँसम्म आएपछि पानी छुम्न जस्तो लाग्यो त्यही भएर है अनि यहाँबाट अलिकति उता यता खै कता हो त्यो चाहिँ बजार लाग्छ के भन्छ सिक्रोली बजार भन्छ कि होइन टन्नै आउँछन् मान्छेहरू कलाकारहरू पनि आउँछन् त्यही हो हामी टिकट काटेर हेर्न जान्छौँ मान्छेलाई किन त्यो थाहा छैन साँच्ची तिनीहरूमा कला हुन्छ त्यही भएर हामी तिनीहरूको कला हेर्न जान्छौँ टिकट काटेर पैसा तिरेर है त्यस्तै हो त्यहाँ मान्छे नदेखाम यो चाहिँ यसको नाम चाहिँ यो मन्दिरको नाम राम्रोसँग चाहिँ थाहा भएन जस यहाँ बसेको 4-5 वर्ष जति भयो म अहिलेसम्म यहाँ चाहिँ ढोग्न आएन कि यो मन्दिर चाहिँ यहाँ आउँछन् धेरै मान्छे आउँछन् है त्यहाँसम्म चाहिँ आइरहेको त्यहाँबाट 100 मिटर जति यता पनि आएन म अहिलेसम्म आज चाहिँ बाबासँग यसो
समय मिलेको बेलामा आइयो यहाँसम्म पनि ढोकढाक गरियो। ठुलो छ नि अलि त समय छ, त्यहाँ खेल्ने ठाउँ पनि छ। यो चाहिँ यो मन्दिर हो है। त्यतिभित्र जान्न अब। स्ट्रक्चर हेर न, स्ट्रक्चर हेरेर कसरी बनायो होला नि मान्छेहरूले। ढुङ्गाले हो कि बनेको सायद, आई डिन्ट नो है। त्यही पनि कसरी बनाउँछन् मान्छेहरूको कला। जुन ठाउँ तलबाट आइयो त्यसलाई चाहिँ गङ्गा स्नानद्वार भन्दो रहेछ। ओम हर हर गङ्गे, त्यो चाहिँ त्यो भन्दो रहेछ है। सिक्रौली मन्दिर भन्छ कि के भन्छ कि यसलाई, मलाई राम्रोसँग थाहा भएन कि। आएको भए पो थाहा हुन्छ। म अहिलेसम्म यो गेटबाट भित्र आएको क्या होइन। भिया यता चाहिँ आफूमा आउनु त। ए क्यामेरा राखेर जम्मै क्यामेरा रहेछ। हाइटेक मन्दिर। जहाँ पनि क्यामेरा। यहाँ सब वृद्धाश्रम छ होला यहाँ, बस्नुहुन्छ होला बुढाबुढीहरू, हजुरआमा हजुरबाहरू। अब नयाँ नयाँ भवनहरू बन्दैछ उता हेर्नु न। त्यहाँ नयाँ भवन बन्दैछ। यो संस्कृति भाषा लेख्या हुन्छ। संस्कृति भाषा श्री कैलाश न्यास आश्रम महादेव स्थान सिक्रौली मन्दिरै भन्छ कि यसलाई। आश्रम रहेछ क्या हुनु त। सिक्रौली मन्दिरै भन्छ है। त्यस्तो लाग्यो मलाई, अझै पनि थाहा छैन यहाँ स्कुल हो यो। यही थियो आजको भ्लगमा चाहिँ। अब टुटाफुटा भ्लग के भयो कसो भयो थाहा भएन। अनि अब चाहिँ हामी यहाँबाट जान्छौँ घर। धेरै नै टाढा, लगभग 4-5 किलोमिटर त होला है। होला 4-5 किलोमिटर त छ। कम हिँड्यो उहाँदेखि। अनि मेजीदेखि यहाँ चाहिँ के अरे सिक्रौलीको त्यही हो। अब यहाँबाट चाहिँ हाम्रो भ्लग सकिन्छ। अब राम्रो नराम्रो के भयो बनाउँदै गएपछि राम्रो हुँदै जान्छ बिस्तारै बिस्तारै। त्यही हो। सी यू इन माई नेक्स्ट भिडियो। अहिलेको लागि बाई बाई।